नमस्ते सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ म एउटा भिडियो बनाउँदै छु। आज चाहिँ म के काम गर्छु भनेर म देखाउँदै छु है। आज चाहिँ मेरो टमाटर टिप्नु थियो कि तर धेरै त छैन। आजकाल चाहिँ बोट सुकेर चाहिँ अब चिसोको महिना केही पनि हुँदैन नि त, अनि बोट सुकेको थियो अनि अलिअलि आउँथ्यो कि बढी नआए पनि अलिअलि आउँथ्यो। अनि आज चाहिँ मैले टमाटर टिपेँ अनि सानो ठुलो छुट्याउनु पर्छ कि टमाटर पनि, नत्र यत्तिकै जाँदैन। मैले चाहिँ कोही हरियो थियो तर कोही उ गरेर चाहिँ मैले दुईटा क्रेट चाहिँ पुर्याएको थिएँ। अनि सानो ठुलो छानेर चाहिँ एउटामा ठुलो एउटामा सानो राखेको थिएँ। अनि चाहिँ मैले हाम्रो धेरै दिन भएको थियो टमाटर नटिपेको, किनकि हाम्रो आजकल चिसोले पाक्दैन। पाकेपछि हामीले उता पनि जाँदैन, हामीले बेच्दाखेरि चाहिँ राम्रोसँग पाकेको मात्र खोज्छन् सबैजनाले। त्यही भएर हामीले चाहिँ 4-5 दिनको अन्तरमा चाहिँ हामीले टमाटर टिपेका छौँ। धेरै भयो चिसोले, आजकल त धेरै खासै यस्तो तरकारीहरू केही पनि हुँदैन नि त। अनि अहिले चाहिँ यो बोटहरू सबै उखेल्ने बेला भएको छ। हामी कोही टनेलहरूको चाहिँ हामीले फालिसकेका छौँ बोटहरू। अब कोही 2-4वटा टनेल मात्र छ हाम्रो चाहिँ टमाटर। अहिले मैले चाहिँ यो टमाटरहरू एकै नास गरेर चाहिँ छुट्याएको छु। अनि मैले यो काम चाहिँ सकेँ है, यति नै हो मेरो काम। यो काम चाहिँ सकेँ। यो काम सकेर चाहिँ मैले खाना पनि खाएको थिएन अनि घरमा कोही पनि हुनुहुन्न थियो। अनि म चाहिँ खाना खान गएँ। खाना खाएर चाहिँ अनि गाई पनि थियो। अब आफूले खाना खाएपछि वस्तुहरूलाई पनि दिनु पर्यो। अनि मैले चाहिँ गाईलाई चाहिँ यो चाहिँ परालहरू त्योहरू कट गरेर चाहिँ यो राखेको हुन्छ नि, यसलाई चाहिँ हामी चाहिँ भुसा भन्छौँ है। भुसा यसलाई चाहिँ धुलो अथवा केको पिठोहरूसँग मिक्स गरेर दियो भने चाहिँ गाईले खान्छ, नत्र चाहिँ गाई खाँदैन है। मैले यो सँगसँगै पानीमा हाम्रोतिर लेपो भन्छन्, हजुरकोतिर के भन्छन् आई डोन्ट नो, मलाई थाहा छैन होइन। तर हाम्रोतिर चाहिँ लेपो भन्छन्, लेपो पनि दिएको थिएँ। अनि यो चाहिँ गाई भुसा चाहिँ गाईलाई दिएर, गाईको बाच्छा पनि छ, गाईलाई बाच्छालाई दिएर चाहिँ मैले आज चाहिँ यति काम गरेँ। हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला, सबै भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। म अहिले अलिअलि भिडियो बनाउँदैछु, सबैले साथ सपोर्ट गरिदिनु होला। आजको लागि चाहिँ यति, टाटा बाई बाई सबैजनालाई।